Happy birthday to you. Happy birthday to you. Happy birthday dear Yadev. Happy birthday to you. थाहा छ कता न कताबाट तिमीले मेरो भिडियो हेर्छौ है। तिमीलाई जन्मदिनको लाखौं लाख शुभकामना। आजदेखि तिमी 13 पुरा पुगेर 14 टेक्यौ अनि सधैँ हामीले केक काटेर तिम्रो बर्थडे मनाइदिने गर्थ्यौं। जन्मेको 1 सालदेखि नै हामीले केक काट्दै आएको, आजसम्म कहिले टुटाएनौं। ठुलो जन्मदिन नमनाए पनि परिवारमा यसो हाँसखेल रमाइलो हैन गर्दै आएका थियौं। तर यो पालि हामीले गर्न सकेनौं। मन नदुखाऊ, किनकि तिम्रो आमा बितेको 2-4 महिना मात्र हुँदैछ। त्यही भएर हामीले तिम्रो केक काटेनौं। तर छोरा आउँदो दिनहरुमा एकदमै धेरै खुसी भएको हेर्न चाहन्छु। जिन्दगीमा सुख दुःखहरु त आउँछ नि हैन, आइहाल्छ। तर पनि सम्झ कि एउटा सूर्यलाई बादलले धेरै बेरसम्म छेकेर राख्न सक्दैन, त्यस्तै दुःख पनि त्यो बादल जस्तै हो, आएर छेक्छ, कहिलेकाहीँ अँधेरो हुन्छ तर त्यो हटेर गइहाल्छ। त्यसरी नै तिम्रो जिन्दगीमा पनि सुख दुःखहरु आओस्, तर दुःखहरु त्यसरी नै हटेर जाओस्। स्ट्रङ हुनु। तिमीलाई सानै उमेरमा समयले परिपक्व बनाएको छ। 13 वर्षको उमेरमा हामीले गर्न नसक्ने काम तिमीले गर्यौ। हामी त्यो बयानै गर्न सक्दैनौ। समयले मान्छेलाई कसरी पेल्दै जान्छ, कसरी परिपक्व बनाउँछ भन्ने कुरा तिमीलाई हेरेर हामीले सिक्यौं हैन। त्यसैकारणले भन्छु छोरा, जन्मदिनको लाखौं लाख शुभकामना। कुनै कुरो पनि स्टिल हामी माझ कहिले रहँदैन। हामी पनि त रहँदैनौ। यो धरतीमा आएका छौं एक दिन जानकै लागि। कहिले हो, आज हो, भोलि हो, ढिलो छिटो मात्र हो। तिमीलाई यो कुरा फोन गरेर पनि भन्न सक्थे, तर बर्थडेको दिन तिमीलाई रहनु छैन। यो भिडियो तिमीले जहीँबाट पनि हेर्छौ मलाई थाहा छ। आज नहेर्नु भोलि पर्सि हेर्छौ। जन्मदिनको लाखौं लाख शुभकामना। हाम्रो नानी चाहिँ पेदुङ सेन्ट जोसेफमा पढ्दैछ अनि ऊ चाहिँ अस्तिको दिनै गइसकेको छ माथि पेदुङमा हैन। अनि यहाँनिर राख्यो भने फेरि उलाई पनि आशा हुन्थ्यो नि त बर्थडे मनाइदिन्छ कि भनेर। केटाकेटी हो बुझ्दैन यस्तो कुराहरू। अनि त्यो भएर चाहिँ होस् भनेर हामीले मनाइदिनौं। बिहानै फोन गरेको थिएँ, तिमी ट्युसन गइसकेको रहेछौ, आन्टीलाई फोन गरेको थिएँ हैन। फेरि पनि भन्छु मेरो प्यारो छोरालाई जन्मदिनको लाखौं लाख शुभकामना है। तिमीलाई यो क्षमाले कहिले बिर्सिँदैन।